नमस्ते। हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 100औं श्रृङ्खला वाचन गर्दैछु। बुद्धनगर काठमाडौँबाट शान्ति भण्डारी दाहालज्यूले प्रेषित गर्नुभएको लघुकथा माफी यस प्रकार छ। धनवीरे त फेरि घरमै फर्केछ नि, भोजराज काकाले भने। ए हो र काका? भोजराजले आश्चर्य व्यक्त गरे। भोजराज काकासित गफ गर्दै हिँडेको देखेर वडा अध्यक्षले घाँटी तान्दै सोधे, होइन काका भतिज कसो कुरा गर्दैछौ नि? भोजराजले प्याच्च बोलिहाले, अध्यक्षज्यूलाई थाहा नै छ नि, किन कुरा लुकाउनुहुन्छ? तपाईँको नेताको छोरा घरबाट झगडा गरेर हिँडेका थिए नि, होइन? होइन भोजराजजी, तपाईँ किन झुटा कुरा गर्नुहुन्छ? ऊ त सल्लाह गरेरै बाहिर गएको हो नि। तपाईँ हुँदै नभएको कुरालाई किन बचाउ गर्दै हुनुहुन्छ वडा अध्यक्षज्यू? मैले झुट्टा बोलेको होइन, म तपाईँको नेतासँग कुरा गराइदिन्छु ल। हेलो मान्यज्यू बोल्नुभएको हो? नमस्कार, हजुरको वडा अध्यक्षसँग कुरा गर्नुहोस्। भोजराजले फोन अध्यक्षको हातमा दिए। दुईजनाले कुरा गरे। वडा अध्यक्षले भने, कमरेड, हजुरको छोरा सल्लाह गरेर घरबाट पठाउनु भएको थियो होइन? म कथाको अन्त्यतिर आइपुगेको छु। कहाँ सल्लाह गर्थ्यो? झगडा गरेर हिँडेको। अहिले दुःख पाएछ र लुरुक्क परेर आयो र ढोग्न थाल्यो। मैले चाहिँ ठिकै छ, यसले आफ्नो गल्ती स्वीकार गर्यो भनेर माफ गरिदिएँ। कथा सक्यो। मिठो कथा ल्याउनु भएको छ, सामाजिक कथा। धेरै धेरै धन्यवाद।